जय दक्षिणकाली माता की। दक्षिणकाली माताले हामी सबैको रक्षा गरून्, कल्याण गरून्, सबैको शुभ होस्, मङ्गल होस्, जय होस्। नमस्ते साथीहरू, म दक्षिणकाली माताको दर्शन गरेर माथि दक्षिणकाली आमाकोमा दर्शन गर्न जाँदैछु। यहाँ जाँदाखेरि हामीले यो बाटो अलि उकालो सिडी चढ्दै जानुपर्छ र बाटोमा दायाँ बायाँ धेरै होटेलहरू देख्न सक्छौँ। चिया नास्ता खाजाको राम्रो व्यवस्था छ यहाँ र यहाँबाट बिस्तारै सिडी चढ्दै जाँदाखेरि राम्रो रमाइलो एकदम शान्त वन जङ्गलहरू एकदम प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण ठाउँहरू देख्न सक्छौँ र यहाँबाट तल पिकनिक स्पोट पनि छ र यहाँ दक्षिणकाली मन्दिरमा दर्शन गरेर धेरै मानिसहरू चाहिँ पिकनिक मनाउन पनि आउँछन्। यहाँ दिनै जसो पिकनिक आउने जाने हुन्छन् मानिसहरू र शनिबार त एकदमै भिड हुन्छ। शनिबार मङ्गलबार र बिहिबार त एकदमै भिड हुन्छ, माथिसम्म लाइन बस्नुपर्छ र यसरी हामी सिडी उक्लिँदै जाने क्रममा धेरै होटेलहरू पनि देख्न सक्छौँ। अनि यहाँका लोकल मानिसहरूले खुवाहरू पनि बेच्न राखेको देख्न सक्छौँ हामी बाटोमा र उहाँहरूले हामीलाई खुवा लिनको लागि रिक्वेस्ट गर्नुहुन्छ। मैले चाहिँ पछि लिने भनेर बाचा गरेर म माथितिर उक्लिने क्रममा लागेँ। यसरी बाटोमा हिँड्दै जाँदाखेरि कति राम्रो एकदमै रमाइलो बाटोमा सुन्दर ठाउँहरू हामी देख्न सक्छौँ। यहाँका प्राकृतिक मनोरम दृश्यहरूले एकदमै मन लोभ्याउँछ। मनै आनन्द हुने के साथीहरू यो मन्दिर आउँदाखेरि। अनि यहाँबाट अलि माथि पुगेपछि हामीले गेट देख्न सक्छौँ। यो गेटबाट छिडेर माथि गएपछि मन्दिर आउँछ। दक्षिणकाली आमाको मन्दिर हो यो। अनि यहाँबाट पनि वन जङ्गलहरू रमाइलो भ्यूहरू देख्न सक्छौँ। त्यहाँबाट फर्केर आउँदाखेरि मैले बाटोमा यस्तो अर्ग्यानिक फुडहरू पनि किने। यो तोरीको, रायोको गुन्द्रुकहरू, लसुन अनि यो मासको दालहरू कस्तो राम्रो के हेर्दाखेरि नै त्यो लिएर आउँदै थिएँ। अनि त्यतिखेर चाहिँ 4 बजिसकेको थियो। एकदम पानी पर्न लागेको थियो, गडाङगुडुङ गर्दै थिए। मान्छेहरूले आफ्नो सामानहरू सुरक्षित ठाउँमा राख्ने प्रयत्न गर्दै